हाई गाइस, गुड मर्निङ। हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र आज चाहिँ म जाँदैछु माइतघर। माइतघर भनेपछि कति खुसीको कुरा हो नि होइन, तर म चाहिँ एकदमै दुःखी छु। मेरो आमा खस्नु भएको चाहिँ 8 महिना रनिङ चल्दैछ। आमा नै त हो माइतघर त है। आमा बिनाको घर कस्तो हुन्छ हजुरलाई थाहै छ। यस्तो लाग्छ 8 महिना रनिङ चल्दैछ, तर कति छिटो बितेको है। हिजो अस्ति खस्नु भएको जस्तो लाग्छ होइन। मान्छेको जिन्दगी चाहिँ कस्तो के भन्नु होइन। र घरमा जाँदाखेरि चाहिँ घरमा जाँदैछु भनिसक्दा आमाको याद आउँछ। अनि हाम्रो चाहिँ अब जाने जग्गाहरू यस्तो जग्गा छ होइन, फड्की तरेर जानुपर्छ। पहाड अब हुन्छ नि कस्तो बाटो छ होइन, गाडीको बाटो अहिले फिनिसिङ भइसकेको छैन होइन। त्यस्तो बाटो जाँदा 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 जाँदै यस्तो बेसी याद आउँछ आमाको होइन। घर पुगिसक्दा त कस्तो हुन्छ। अनि मैले चाहिँ कमजोर भयो भने बाबा त अलरेडी प्यारालाइज हुनुहुन्छ, बाबा पनि बिमार हुनुहुन्छ होइन। बाबा बिमार हुनुभएको चाहिँ 1 सालको बादमा चाहिँ आमा खस्नु भएको। अनि अहिले चाहिँ बाबा 2 साल रनिङ कम्प्लिट हुन आँट्यो होइन। घरबाट निस्किँदै गरेको अब आमा हुनुहुन्छ घरमा, एक्लै हुनुहुन्छ। छोरा बुहारी पनि माइत गएको छ। हिजो छ्यामाको बिहे छ कि नानी लगेको छ, सुन्ने भइरहेको छ घर। यही चान्समा चाहिँ बाबालाई पनि हेरेर आउँ भनेर नि घरबाट निस्केको है। अब साथी म चाहिँ 4 फटाक आइपुगेँ होइन। मेरो मिस्टर चाहिँ अघि हिँडे भन्नुहुँदै थियो, भरे फेरि बाबाको लागि के खानेकुराहरू किन्नु हुँदैछ अरे नि त, ढिलो भइरहे। अब चाहिँ हिँड्नुहुन्छ होला, म चाहिँ यहाँ उसलाई पर्खिँदै गर्नेछु। अब चाहिँ हामी 4 फाटकबाट चाहिँ घरको तर्फ लाग्दै गरेको। ऋषि चेक आजकै लुगा फेरेर अरू ठिकै होला उस्ताद सबै। हस् ऋषि पुल भगवान् श्री कृष्ण कुबेरको पछाडि राखिदिँदा हुन्छ। हेर्नुहोस् है, यो पारी जङ्गलमा जानुपर्छ हामी चाहिँ। मेरो मिस्टर आउनुभयो गाडी राखेर। अब चाहिँ हामी कस्तो बाटो हिँड्छौँ हजुरलाई देखाउँछ है। साथी हो, आमाको साह्रै याद आउँछ। यही भन्न चाहन्छु जसको पनि आमा छ उहाँहरूले चाहिँ आमाको चाहिँ धेरै याद राख्नुहोस् भन्न चाहन्छु। अरू त के भन्नु र। के बाबा बाबालाई यस्तो बाटो हिँड्नु मनपर्छ? यता हेरेर भन्नुहोस् त। हो र? मेरो हस्बेन्डले के भन्नुहुँदैछ, पहिलादेखि यस्तै बाटो हिँडेको अरे, मनपर्छ अरे उसलाई। बस्तीको काम पनि उसलाई कम्ती मन पर्दैन नि त। हिँड्नु चाहिँ पायो भने चाहिँ नि उसले चाहिँ नि उसको हेल्थको लागि उसलाई एकदम मनपर्छ। हेर्नुहोस् है अब, ओ भाइ गड, यस्तो बाटो जानुपर्छ साथी हो। के गर्नु, मलाई चाहिँ डर लाग्छ भएकै कुरा हो यस्तो बाटो। ओ भाइ गड, यहाँबाट आएको हामी, यो बाटो यहाँबाट खोला तरेर आएको। अनि अब हेर्नुहोस् त कस्तो छ बाटो।